Guys, welcome back to my channel. Okay, काफी दिन बाद महीना बाद हप्ता बाद फेरि तपाईँको सामु आउँदैछु म मेरो युट्युब च्यानलमा। सो म र मेरो साथी लाग्दैछु अब हो हल्का साथी अब कति महिना बाद साथी लेट्स गो गाइस मर भेटौँ होला एकैचोटि। यहाँ त अहिले मजाले आउँछ हात्तीको आउँछ एकैचोटि मर भेटौँ हौ गाइस। बाघ मरेछ बाघ आउने बित्तिकै के हो यस्तो गाउँतिर बाघहरू मरेछ त केटा। लु केटा के हो यस्तो बाघ त ठुलो छ। आम्मा कत्रो ठुलो खतरा छ नि बाघ त केटा। ओइ रोहन यहाँ न हातको पन्जा के भएर मरेको रहेछ हौ? के भएर मरेको हेर्नु न त्यहाँ चोट लागेछ। बहुत एकदम भयंकर है। मान्छेहरूको भिड र बाघ हेर्ने गाडीटा नि पनि हेऱ्यो मर्यो पनि मान्छेको भिड हेर्नु न त्यहाँ अहिले बाघ त्यो ह्यान्डल लाग्दिएको। सो आजकल चाहिँ हाम्रो गाउँतिर के बाघ आएको छ भनेर सुनेको थिएँ आज देखिहालेँ होइन रोन्दै होइन। अब आज मरेको होइन कि 2-3 दिन भइसक्यो बाघको त टाउको यत्रो थियो कि। सो बाघ पनि हेरियो के गर्नु बाघ मरेको हेऱ्यो नि त तर जीवनमा त हेर्नु सक्दैन आफूले हानिहाल्छ केटा हो। सो यो गर्नु होला हाम्रो गाउँ तरफ यो त हामी कुट्ने रोड जब हामी अति लाग्नु त पहिलाको रोड यही के भट्टिसिलो रोड केटादेखिको हाम्रो भट्टीदेखि अहिले 6 लाग्यो भट्टी यो रोड हामीले धेरै कुरा देख्यो क्या केटा हो बुझ्यो। भर्ती लागेपछि भर्ती गर्दा कति हुन्छ भाइ। म त आजकलको भाइहरूलाई के भन्न चाहन्छु भन्दाखेरि तिमीहरू अहिले अब वीर भनेर सोचेर हुँदैन कि त मेहनत गर आफ्नो मेहनतमा हुन्छ। सो हामी पनि गरेँ थिएँ त्यतिखेर यो दाइरा यो अर्को दाइरा भर्ती लगाएर अहिले आइसक्यो छुट्टीमा। सो त्यति लाग्यो भने त्यही हो आफ्नो आफ्नो पढ्न जाने हो केटा हो मेहनत गर्नुपर्छ हो त्यही हो। सो यो त हाम्रो पथदोडाको रोड हो बाई रोड हाम्रो रोडै रोड हामी पहिलादेखि रोड्थ्यौँ। सो यहाँदेखि हामी म्याक्सिमम् हाम्रो घरदेखि यहाँसम्म त म्याक्सिमम 5 किलोमिटर
किलोमिटर सक्नुहुन्थ्यो तर पनि हामी साथीभाइहरू आमा बस यस्तो हुन्थ्यो नसक्ने अलि गर्दै भए पनि यो रोड कुदियो सो अहिले त्यसको फल त हामी त्यसको फल यहाँ छ त्यो मेहनतको फल हुन्छ नि केटा हो मेहनतको फल त्यो त अहिले आएको छ के 7 महिनापछि सो हेर्दै गर्नु होला सो त्यति नै भन्नु छ भाइहरूलाई सो हामी त घरका साथीभाइ भेटघाट भनेर हामी 2जना मात्रै छौँ 2जना त कता गएको छ हो त्यस्तै हो साथीभाइहरू नै हल्का घुमाइ हुन्छ आएपछि र भाइहरू पनि आजकलको जो जे छ यो भन्नु यसलाई सपोर्ट छ मेरोबाट हो सपोर्ट छ मेहनत गर्दै गर्नु त्यही हो भाइहरूलाई मेहनत त कहिले नछोड्नु के त्यही हो ट्रेनिङमा गएर पनि ट्रेनिङमा मेहनत गर्नु हो आफूलाई त्यहाँ प्रुभ गर्नुपर्छ कि आफू कतिको छ भनेर मेडल पाउनु सक्छ तिमीले बुझ्यौ केटा हो सो अहिलेको लागि राखेको सो अहिले एकछिनमा भिडियो सुरु गर्नु होला म सो अहिले भर्खर नोम आइपुग्यौँ यो नोम बनाएर आई लभ नोम लेखेर वी लभ नोम सो यस्तो चाहिँ वेदर चाहिँ आज हामी यहाँ चाहिँ साथी हल्का यसो छ यता छ घामले हल्का घामले अनुहार त्यति देखेको छैन होला यहाँ आइपुग्यौँ यहाँ एकछिन हेर्न आएको हाम्रो अब भनिदिउँमा गाउँै भनिदिउँ माथि टाढा त कस्तो रहेछ कस्तो बनाएको रहेछ हो केटा हो छ प्रगति अलिक हुँदैछ गाउँतिर पनि हल्का नोम बस्तीमा हो नोममा हामी यता छौँ मजाको ठाउँ छ हेर्नु आउनु होला मन लागे आउनुहोस् guys, welcome back to my channel. Video once again. Very nice. I am son pagi guys. Bikin nih ho. Udah tidak ada sok-sok. Yang Gurotan eta Gurotan Paku कहाँ पिकनिक स्पट यही त हो यहाँ यो फागु यता तल त पिकनिक स्पट ए त्यहाँ हो सो गाइस हेर्नु पर्नु होला सिनहरू हो यही हो अहिलेको वेदर राखेको अब यस्तो झोडीको बाटो बन्द भएछ हो माथि हिँड्दै आएको गरम भयो झोडी टोल्दा यहाँ छौँ हामी यो त पिकनिक स्पटको माथि टाइटानिक भ्यू पोइन्टमा छौँ हामी चाहिँ टाइटानिक भ्यू पोइन्टको यस्तो छ भ्यू साथीहरूसँग सो हाम्रो स्कुटी पोर राखेको छ यहाँ भ्यू हेर्दै केटी लिएर आउनु यहाँ छ हाम्रो गुरथान देख्न सक्नुहुन्छ म यहाँ छु यहाँ हाम्रो गुरथानमा
यहाँ दामी देख्दो रहेछ फोटो खिच्नु नि यहाँ बिचमा बस्छ नि खत्तै खिच्नु यस्तो छ बस्दा फोटो खिच्यौँ यहाँ बस्न यहाँ टक्कै त्यहाँ बस्ने पनि छ त टक्क डल्लै निकालिदिउँ न हाम्रो गुरुवा थाहा नै यहाँबाट अब हामी लाग्दियो अब एकचोटि पर भेटौँ होला एकछिन त्यहाँ गएर बेस के खानु हो ओ बाई बाई गाइस अहिले चाहिँ थोड़ी देर बाद मिलते हैं फिर से घर लाग्दिएको हो हल्का खाजा बेच्चा भन्नु पनि अब हल्का यस्तै छ दुई भाइ टक्क खाँदै सो हेर्दै गर्नु होला खाइदै गरेर घर लाग्दिने हो त्यहाँनिर गाइस यति नै हो हेर्दै गर्नु होला